तपाईहरुलाई हार्दिक स्वागत छ साथीहरु मेरो यो च्यानलमा। तपाईहरु चाहिँ आज पोखराको भ्यू देखिरहनु भएको छ है। पुरा आज हामी पोखरा घुम्न गएका थियौं। यहाँनेर केबल कारवा छ, त्यहाँबाट चाहिँ हामी केबल कारबाट माथि आएर यहाँ भ्यू पोइन्टहरु बनाएको छ। त्यो भ्यू पोइन्टबाट चारैतिरको दृश्य यसरी देखाइरहेका छौं। आनन्द लिनुहोस्। तपाई पनि समय छ भने आउनुहोस्, छैन भने हेरेरै आनन्द लिनुहोस्। रमाइलो छ ठाउँ। हेलो साथीहरु, आज हामी पोखरा सराङको डाँडाबाट चारैतिरको भ्यूज, यहाँको भ्यू देखाउन गइरहेका छौं। दृश्य यो चाहिँ पूर्व पश्चिम चारैतिर, उत्तर दक्षिण, यतातिर उत्तर पर्यो भने यतातिर दक्षिण, अनि पूर्वदेखि लिएर सनराइज सनसेट दुवै दृश्य यहाँबाट देख्न पाइन्छ। तर हामी अहिले दिउँसो आइपुगेकाले चाहिँ यो सनराइज सनसेटको दृश्य देख्न चाहिँ पाउँदैनौं। बाँकी सबै कुरा यहाँबाट हेर्न सकिन्छ। यो हामी भ्यू टावरमा छौं। भ्यू टावरमा थुप्रै साथीहरु यही काम फोटो खिच्न अनि चारैतिरको दृश्य हेर्न, चिसो हावाको आनन्द लिन आइपुगेका छन्। तर लिनु पनि पर्छ एक दिनमा। यो चाहिँ अब यताबाट देखिने पोखरा बजार, जोरदार छ पोखरा बजार, फेवाताल। अनि यहाँ नजिकै चाहिँ यहाँ मन्दिर छ, मूर्तिहरु। यहाँ चाहिँ अहिले बिल्डिङहरु पनि जबरजस्त बनिरहेका छन्। यो दृश्य यहाँ आउँदाखेरि शान्त चिसो हावा। अनि गणेशजीको मूर्ति यो चाहिँ उता यता चाहिँ पछाडिबाट हो। ब्लग कहाँबाट आउनु भएको हजुरहरु? बागलुङबाट आउनु भएको दिदीहरु भेटिनु भयो यहाँ। ए बहिनी भन्नु भनेर रिसाउनु भएछ ल। उता आन्टीहरु पनि हुनुहुन्छ, सानो बाबु सबै माथि आनन्द लिन आएका छन्। त तपाईहरु पनि हेर्नुहोस्, आनन्द लिनुहोस्। तल झर्दै छौं है यहाँबाट। त हामी एक स्टेप तल आयौं साथीहरु। यो चाहिँ माथिको भ्यू टावर थियो, त्यहाँबाट त्यहाँ चाहिँ थुप्रै छन् भ्यू टावरमा हेर्नेहरु। अनि यहाँनिर चाहिँ एउटा मन्दिर छ। मन्दिरमा चाहिँ दान पेटिका केही दान पनि गर्न सक्नुहुन्छ तपाईहरु जो आउनुहुन्छ। यतातिर चाहिँ हामीले यहाँ पानीको चाहिँ यो बनाएको छ, तर पानी अहिले चाहिँ आइरा छैन। कहिलेकाहीँ पानी आउने गर्छ, त्यसैले पानीको धारा छ। बाँकी मस्त छ मौसम अनि ठाउँ। लगभग मन्दिर परिक्रमा गरेर पुरा हामी भ्यू टावर पनि हेरेर फर्किसकेका छौं। फर्किने क्रममा छौं साथीहरु। मेरो मित्र उता हुनुहुन्छ माथि। बाँकी म तपाईहरुलाई देखाउँदै छु विभिन्न खालका मन्दिरदेखि लिएर शहर गाउँ सबै दृश्य। आनन्द लिँदै हुनुहुन्छ, आनन्द लिइराख्नुहोस्। जय होस्। यहाँ चाहिँ धारा खुलेको छ, जो चाहिँ कतिवटा चाहिँ गिन्दैछु म। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 67 68 69 70 71 72 73 74 75 76 79 81 82 83 85 86 87 88 89 90 1 3 94 95 96 97 1 2 3 4 5 6 7 8 108 धारा। 108 धारा छ यहाँ। त 108 धारा यो महादेवको मन्दिर पछि चाहिँ यतातिर छ। अहिले चाहिँ पानी आइरहेको छ माथि गणेशजीको मन्दिर। अभी आ रहा है ना? हाँ अभी लगाया। पीने का नहीं, पता नहीं क्या करने का। ये तो लगता है कुछ हाँ। यो चाहिँ मन्दिरको आसपासको एरिया हो। यहाँनिर घन्टी छ। यो घन्टी चाहिँ अनिवार्य बजाउनु पर्छ ताकि पोजिटिभ वाइब आओस्। हामी पनि बजाउन गइरहेका छौं। यसरी दुवै घन्टी बजाउनु भयो भने ठुलो घन्टी छ।
आजको यहाँनिर चाहिँ जुत्ता चप्पल निकालेर जानुपर्छ, तर यहाँ चाहिँ सायद 108 नै शिवजीका शिवलिङ्ग छ। हौ त्यहाँसम्म, त्यहाँ चाहिँ एउटा ठुलो छ, बाँकी सानो 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 छ। जुत्ता चप्पल यहाँ निकाल्ने राख्ने ठाउँ चाहिँ यता छ, सबैजना यता राख्छन् अनि जाने यहाँ मस्त बस्ने आनन्द लिने हो। एकदम राम्रो ठाउँ छ, यहाँ बसेर आनन्दपूर्वक दृश्य हेर्न पनि सक्नुहुन्छ, आनन्द लिन सक्नुहुन्छ। चल सबैको जय होस्।